आज चाहिँ मेरो भान्सामा यो साग बन्दैछ। यो सागलाई हजुरहरूले के भन्नुहुन्छ? हामी चाहिँ लहरे साग भन्छौँ। लहरे सागलाई मैले धोइ धुलाई गरेर चाहिँ कुकरमा राखेँ अनि थोरै पानी राखेर चाहिँ एक सिटी लगाइदिएँ। यसलाई चाहिँ अर्को भाँडामा निकालेर चाहिँ यसलाई चाहिँ मजाले म्यास गरेँ क्या मैले चाहिँ अर्कै गरेर पकाउन लागेको साग चाहिँ यसरी म्यास गरेपछि चाहिँ मजासँग चाहिँ यो चिप्लो चिप्लो बन्छ कि यो साग चाहिँ यस्तै म्यास गरेँ हल्का। अनि त्यसपछि तेल गरम गरेँ, जिरा जिरा लसुन प्याजलाई फुराएँ मैले। अनि त्यसपछि रातो खोर्सानी पनि फुटाइदिएँ मैले, एकछिन मजाले चलाएँ। यो भुटेपछि चाहिँ मैले गरममा बनाएको मसला थोरै राखेपछि फेरि चाहिँ मैले एकछिन भुटेपछि चाहिँ मैले थोरै हल्का चाहिँ टमाटर पनि मिसाएको थिएँ। राम्रो आउँछ नि त स्वादहरूले, टमाटर मिसाएँ एकछिन भुटेँ अनि स्वादअनुसारको नुन राखेर एकछिन चलाएँ। बेसार चाहिँ राख्दिनँ मैले सागमा। अनि यसरी चाहिँ साग म्यास गरेको सागलाई राखेर चाहिँ एकछिन चलाइदिएँ अनि एकछिन छोपेर फेरि चलाइदिएँ। यसरी चाहिँ यो साग चाहिँ भातसँग खाना चाहिँ चिप्लो चिप्लो जस्तो टाइपको हुन्छ कि यो साग चाहिँ मलाई मनपर्छ। अनि त्यसपछि चाहिँ यसो भातसँग मिठो लाग्छ। यसरी मेरो साग रेडी भयो। यसलाई चाहिँ मैले यसरी राखेर चाहिँ अनि भातसँग र चटनीसँग यसरी खाएँ, एकदम मिठो हुन्छ। हजुर पनि ट्राई गर्न सक्नुहुन्छ। हस्, थ्याङ्क यू।